हेलो गाइज, आज हाम्रो घरमा धान काट्ने दिन हो। यहाँ सबैजना हाम्रो आफन्तहरू धान काट्न आउनु भएको छ। हेर्नुहोस् है, यस्तो घाममा धान काटिराख्नु भएको छ। हाम्रो धान माइतीको धान काट्ने बेलामा यति धेरै मान्छे हुनुहुन्छ। सबै गरी 75-80 जना मान्छे हुनुहुन्छ क्या। यो कोही एकै दिनमा सबैजनाले धान काटेर, कसैले धान काट्ने, कसैले मुठा बनाउने, कसैले झाट्ने गर्नुहुन्छ। अनि एकै दिन काटेर एकै दिन झाँटेर घर लगिहाल्नुहुन्छ क्या। एक दिनमा त्यति धेरै 50-60 मुरीको धान एक दिनमै काटेर मुठा बनाएर झाँटेर घर लिनुहुन्छ क्या। मान्छे यति धेरै हुनुहुन्छ है। हेर्नुहोस् है, उहाँहरू हाम्रो सबै। उहाँ पहेँलो कुर्ता लाउने मेरो फुपू हुनुहुन्छ। अनि नाच रमाउनु भएको छ। उहाँ निलो कुर्ता लाउने मेरो आन्टी। यहाँ हेर्नुहोस् कतिजना। अझ मैले कतिजना त क्यामेरामा कैद गर्न पाएको छैन कि। खाना बनाउनेहरू यता हुनुहुन्छ साइडमा, उता खोलाको साइडमा। त्यो 6-7 जना त खाना बनाउने मात्रै हुनुहुन्छ। 75-80 जना भनेपछि बुझ्नुहोस् न। उहाँ मेरो माइजू, ऊ झाँट्ने मान्छे। हेर्नुहोस् कजन 2, 4, 6, 8, 10 जना त झाँट्ने मात्रै हुनुहुन्छ। अनि हाम्रो माइती एकदम ठुलो खेत छ गाइज। अनि यो ठुलो खेतमा मान्छेहरू पनि धेरै लाग्ने। फेरि एक दिनमै काटेर एक दिनमा खाना पकाउनेहरू हेर्नुहोस्, भात तरकारी दाल पाक्यो। खाना बनाइसकेपछि खानेहरू यसरी खाने है। सबैजना खेतमा बसेर खाने, खाना बनाउने। सबैजनाहरू एकदम इन्जोय रमाइलो सँगसँगै धान घरमा भित्रिन्छ क्या गाइज। मामा पर्नुहुन्छ उहाँ चाहिँ। हेर्नुहोस् है, खानेकुराहरू यसरी धान काटिसकेपछि दिउँसो अनि यसरी ओसाउने। फेरि हेर्नुहोस्, काटेर अनि दिउँसो भोक लागेर खाना खाएर फेरि अब यसरी धान ओसाउने। अनि त्यसपछि यो ओसाउने मेसिन पनि आजभोलि घर घरमा हुन्छ गाइज। हेर्नुहोस् है, यो ओसाउने मेसिन घर घरमा दिएको हुन्छ। अनि यसरी ओसाएर घाममा सुकाएर लिन्छन् कसैले, कसैले चाहिँ उसै दिनमा लगिहाल्छन्। हेर्नुहोस्, यो मेरो भतिजी दाइको छोरी हो। अघिको चाहिँ दाइको छोरा, यो छोरी। अनि दाइ र भाउजू हुनुहुन्छ। उहाँ चाहिँ ओसाएर चाहिँ घरमा भित्रिँदैछ एक दिनमा। हेर्नुहोस् त गाइज, यस्तो काम के। यतातिर त एक दिनमै खेती ढलिन्छ भने खेत भकारीमा भित्रिन्छ। हेर्नुहोस् यति धान भयो। धान चाहिँ धेरै भएको छ। यहाँ ओसाउँदा सबै त्यो क्यामेरा मैले कैद गर्दाखेरि बिर्सिएर अनि थोरै उ चाहिँ भएको छ क्या। थोरै धान मात्रै कैद भएको छ। हेर्नुहोस् त, थुप्रो धानको। उहाँ मेरो भाउजू। अनि परालु त धान झाँटेर फाकेको परालहरू त अर्को दिन काम गर्नु। फाइनल्ली धान यति थुप्रो लाग्यो। एकदम ओसाएर क्लियर छ। अब यसलाई सुकाएर भगारीमा लिनु मात्रै बाँकी छ। यसरी हाम्रो घरमा धान भित्रिने चलन छ। फाइनल्ली एक दिनमा धान घरभित्र भित्रिन्छ गाइज। हाम्रोतिर धान यसरी झाँटेर